नमस्ते साथीहरू, सदा जस्तै आज पनि अर्को भिडियो लिएर उपस्थित भइसकेका छौँ। आजको विषयवस्तु रहेको छ सम्बन्ध। आफ्नो घर परिवारका सदस्यलाई के भनेर चिनिन्छ त? जापानिजमा जानु है त। सोफु हजुरबुबा, सोबा हजुरआमा, चिची बाबा, आहा आमा रहेको छ। त्यसै गरी रहेको छ ओजी काका, ओबा काकी, आने दिदी, आनी दाजु, इमाउतो बहिनी रहेको छ। ओतो भाइ, वातासी म, आतो पति, चुमा पत्नी, मुसुमे छोरी रहेको छ। त्यस्तै मुसुको छोरा, योमे बुहारी, मुको ज्वाइँ, उदोमो बच्चा, मागो नाति नातिना रहेको छ। त्यस्तै अरूको फ्यामिलीलाई अर्कै सम्बन्ध लगाइन्छ। जस्तै जापानिजमा अरूको परिवारलाई, जस्तै ओबो आसान हजुरआमा, ओजी-सान हजुरबुबा, ओखा-सान आमा, ओतौ-सान बाबा रहेको छ। त्यस्तै ओखा-सान काकी, ओतो-सान काका, ओकु-सान पत्नी, गोस्युजिन पति, मुसुको-सान छोरा रहेको छ। त्यसै गरी मुसुमे-सान छोरी, आने-सान दिदी, आनी-सान दाजु, इमाउतो-सान बहिनी, ओतो-सान भाइ रहेको छ। यति बेरसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धन्यवाद।